जुनेली रातहरू सम्पूर्णमा नमस्कार। आज म यहाँहरूलाई आफ्नै रचनामा एउटा गद्य कविता वाचन गरेर सुनाउन लागिरहेकी छु। अवश्य पनि सुनेर प्रतिक्रिया दिनुहुन्छ भन्ने मैले विश्वास लिएकी छु। मेरो गद्य कविता जुनेली रात अब यसरी सुरु हुन्छ। मैले कुर्ने जुन बादलले नछेकोस्, मैले कुर्ने जुन बादलले नछेकोस् पर्खाइमा हुन्छु। मैले कुर्ने जुन बादलले नछेकोस् पर्खाइमा हुन्छु आधा रातिसम्म। दिन अँध्यारो लाग्छ, झुल्किन्छ घाम, तापको न्यानो पाउँदिन। पट्यार लाग्छ घडीको सुई नघुमे जस्तै। हावा नचलेको हो कि श्वास फेर्नै गाह्रो। बन्द कोठामा बसे झैँ ढल्दै जान्छ दिन। बन्द कोठामा बसे जस्तै ढल्दै जान्छ दिन। खुल्दै गए झैँ बन्द कोठा, पाए झैँ स्वच्छ अक्सिजन। प्रतीक्षामा हुन्छु पर्ला कहिले साँझ। चाँडै उदाउँछ जुन उसँग मेरो कथा छ। चाँडै उदाउँछ जुन उसँग मेरो कथा छ। निर्थक्क पुग्न सक्ने व्यथा छ। त्यसैले जुन हृदयमा छ। म जुनलाई हेरिरहन्छु आकाशबाट मुस्कुराउँछ। म जुनलाई हेरिरहन्छु आकाशबाट मुस्कुराउँछ। लजाउँदै बोलाउँछु, मौनतामा बात हुन्छ। सकिँदैन तर्क वितर्क, मौनतामा बात हुन्छ। सकिँदैन तर्क वितर्क, बिछोडको अत्यास हुन्छ। बिछोडको अत्यास हुन्छ। रात ढल्दै जान्छ, उज्यालोको सङ्केतले खुसी फिक्का पर्दै जान्छ। उज्यालोको सङ्केतले खुसी फिक्का पर्दै जान्छ। उज्यालो नहुँदो हो त हर पल हुन्थे जुनसँग। उज्यालो नहुँदो हो त